आज मैले यहाँ चाहिँ केराको तरकारी पकाउन गइरहेको छु र यो केराको तरकारी मिठो कसरी बनाउने, कसरी केराको तरकारी पकाउने भन्ने विषयमा मैले तपाईलाई देखाउन गइरहेको छु। र केराको चाहिँ कुरा के हुन्छ भन्दाखेरि अब केरा हामीले तरकारी पकाउँदै छौं भने यसलाई चाहिँ हामीले अब यो काट्ने तरिका पनि हुन्छ। काट्ने तरिकामा कस्तो हुन्छ भन्दा पहिला तपाईले यसरी चिरा पार्न सक्नुहुन्छ। यसरी चिरा पारेपछि तपाईको चाहिँ यो यसरी हामीले छोडाउनको लागि एकदमै सजिलो हुन्छ हैन। यो बिग्रियो, यो अलिकति तपाईको यो बिग्रियो हैन, यो चाहिँ अलि बिग्रियो। मैले तपाईलाई स्पेशल कुरा देखाउन खोज्दै छु, एकदम राम्रोसँग बुझ्नु होला। जस्तो अब यसलाई यति सानो चिरा पारे अनि यता पनि चिरा पारौँ। चिरा पार्ने साथ तपाईको यसरी हामीले छोडाउन मिल्छ कि यसलाई। मेन कुरो यो बडी काटिएको छ हैन, यसरी हामीले यसलाई यतिकै राखेर यसरी छोडाउन मिल्छ। र यसरी हामीले यसरी छोडाउन पनि सक्छौं हो नि, यसरी छोडाएर निकाल्न सक्छौं। तर अब म तपाईहरुलाई अझ अर्कै कुरो सिकाउँछु। यो छोडाएर बोक्रा हामीले फाल्न सक्छौं, तर यो बोक्रामा पनि एकदम भिटामिन हुन्छ के। अब मैले यसलाई के गर्छु भन्दाखेरि तपाईहरुलाई यहाँ एकदम इम्पोर्टेन्ट कुरो म सिकाउँछु। जस्तो यस्तो बोक्रा फालियो हामीले हैन, केरामा त त्यहाँ थोरै छ नि त। त्यसपछि मैले यो माथिको मात्रै यो पातालोसँग बोक्रा फाल्छु, किनकि यो हामीले यो पुरै बोक्रा फालिराख्नु पर्दैन। मैले धेरै विचार गरेको छु, यसको स्वाद चाहिँ छुट्टै हुन्छ। त्यसपछि यसलाई गोलो गोलो बनाएर आफ्नो कुन तरिकाले काट्दाखेरि ठिक हुन्छ त्यसरी हामीले चाहिँ यसलाई के गर्नुपर्छ, काट्नुपर्छ। यसरी काटेर हामीले यसलाई एउटा भाँडोमा राख्दै जान्छौँ र यसरी तयार गर्छौँ। यसरी तयार गरिसकेपछि फेरि म हजुरहरूलाई यो देखाउँछु। र मेन कुरो यसमा तपाईले के बुझ्नु पर्यो भने यो बोक्रा हामीले यो अलिकति भए पनि केही फरक पर्दैन, तर यो माथिको चाहिँ फाल्नुपर्ने हुन्छ, तलको थोरै बोक्रा भएर केही फरक पर्दैन। जस्तो यसरी मैले यसको बोक्रा फालेँ, अलिकति तल छ भन्दैमा यो बोक्राले केही पनि असर पार्दैन। तर हजुरहरूले अब त्यो हुन्छ भने अलिकति डाउट लाग्छ भने त्यो बोक्रा पनि तपाईहरुले सजिलैसँग फाल्न सक्नुहुन्छ। अब यसैलाई मैले यसरी काटेँ। केही हरियो चाहिँ मैले यहाँ चिजहरू राखेको छु, किन भन्दाखेरि भोलि यो खानाको छुट्टै स्वाद र मिठो हुन्छ। जस्तो अब यो केरा भयो भने मैले यसलाई यसरी आरामले यसरी तात्छु, यसरी तात्छु। थोरै मैले त्यो बोक्राहरू पनि हरियो बोक्रा पनि छोडिदिएको छु, किनकि त्यसको स्वादै तपाईको छुट्टै मिठो हुन्छ। त्यसकारणले मैले यसरी यसलाई खुर्किएँ है। अब यो फेरि यो अलिकति बाँकी रह्यो, यो बाहिरको भन्दा अलि खान सकिन्न, तर यतिको केही पनि हुँदैन। त्यसपछि यसलाई हामीले यस्तो तरकारीको रूपमा एकदम भिटामिन र एकदमै शक्ति यसमा हुन्छ, यसरी हामीले जम्मा गर्छौँ। र आज यति पुरै केराको तरकारी मजाले बनाएर चाहिँ हामीले खान्छौँ। अब म यी सबै केराहरूलाई तयार पार्छु, फेरि तपाईहरुलाई भेट देखाउँछु अनि पकाउने तरिका पनि म देखाउँछु। अब लगभग साथीहरू मैले यसरी काटिसकेको छु। तपाईहरुले चाहिँ नि यो बोक्रा जुन देख्नुहुन्छ, मैले बोक्रा यहाँ थुप्रै छ नि हैन, यो बोक्रा फाल्दाखेरि मैले यसलाई छोडाएर चाहिँ फालिनँ, किनभने यसको यो अलिअलि यो बोक्रा रह्यो भने यसको छुट्टै चाहिँ मिठो स्वाद हुन्छ। त्यसकारणले मैले यसलाई चाहिँ तपाईको यो बोक्रा केही राखेर गरेँ। अब हामीले यसलाई आफूले कुन अब र कुन तरिकाले काट्दा तपाईको अचार राख्ने भने तपाईले यसरी काट्नुपर्ने हुन्छ हैन, यस्तो गरेर यसरी काट्नुपर्ने हुन्छ। अचार राख्नुभयो भने यस्तो भएर यस्तो चाहिँ ठाडा अब चिरा बनाउनु पर्ने हुन्छ। अब तपाईले तरकारी बनाउने हो भने यसरी गोलेरी काट्दा यसको चाहिँ मिठो स्वाद आउँछ। यसरी चाहिँ हामीले काटिन्छ। अब म यी सबै केराहरू अब एकछिनमा काट्छु अनि त्यसपछि फेरि हामीले यसलाई सादा तरिकाले कसरी एकदमै चाहिँ मिठो तरकारी बनाउने भनेर पनि देखाउँछौँ अनि त्यसपछि खाएर पनि देखाउँछौँ। यसको छुट्टै स्वाद र एकदमै मिठो हुन्छ। र यस्तो तपाईहरुको केरा घारी अब ढल्यो केही गर्यो अथवा तपाईलाई केराको तरकारी खान मन लाग्यो भने तपाईले ल्याएर यसरी नफालिकिन, अब यो पाकेको छैन कि काँचो भयो यसको काम छैन भने तपाईले फाल्नु चाहिँ हुँदैन। यो यसरी चाहिँ तपाईले पकाउनु भयो भने एकदम मिठो हुन्छ, अत्यन्त भिटामिन पनि हुन्छ र एकदमै शक्ति पनि हुन्छ। अब यो म काट्दै छु, फेरि काटिसकेपछि फेरि देखाउँछु। यसरी मैले यसलाई काटिसकेको छु। अब यसरी चाहिँ चट्ट बनाउने, त्यसपछि यसमा अब आलु सालु केही मिसाउनु पनि हामीले मिल्छ। अब यो चाहिँ म बनाउँदै छु। अब यसमा मैले
थोरै आलु पनि मिक्स गरेको छु। अब हामी यसलाई पकाउनतिर जान्छौँ। थोरै लाइन नभएको त अँधेरो भयो। अब यसमा मैले लसुन हालेँ, एकदम प्योर अकबरे खुर्सानी पनि हालेँ। अब यहाँ मसँग प्याज छ, त्यसपछि मैले एउटा हरियोको लागि एउटा चाहिँ निउरो पनि भेट्टाएर हालेको थिएँ, त्यो हाल्न चाहिँ पर्दैन। एकदमै मिठो तरकारी हामीले बनाउँदैछौँ। लाइन गएको हुँदा मैले अर्को लाइट बालेर पनि खाना पकाउँदैछु। अब यति हामीले गरिसकेपछि अब यसलाई हामीले चाहिँ एकछिन आगो लगाएर यसलाई चाहिँ फ्राई गर्नतिर जान्छौँ र यसको रेसिपी बनाइसकेपछि हामीले केरा हाल्छौँ। जुन हामीसँग केरा यहाँ रेडी छ, त्यो केरा चाहिँ त्यसपछि हामीले हाल्छौँ र अनि त्यसपछि पकाउँछौँ। अब एकछिन आगो लगाइसकेपछि हामीले यसलाई यो मजासँग फ्राई गर्छौँ र यो हालेको जुन चाहिँ गेडाहरू छ यो अलिक कालो कालो हुनुपर्ने हुन्छ, जुन हाम्रो जिराको गेडा मसिनो। त्यसपछि हाम्रो यो तयार हुन्छ। त्यसपछि हामीले फेरि तरकारी बुड्छौँ, त्यसपछि मिठो स्वाद आउँछ। एकछिनपछि चाहिँ हाम्रो अब यो हुँदैछ। यसलाई हामीले राम्रोसँग चाहिँ फ्राई गर्नुपर्छ। अलिकति फ्राई भइसकेको छैन, त्यो गेडाहरू अलिकति पड्किने रातो रातो चाहिँ हुनुपर्छ है, नत्र स्वाद आउँदैन कि फेरि। त्यसको मिठो स्वादको लागि हजुरहरूले अनिवार्य रूपमा यो अकबरे खुर्सानी चाहिँ जहाँबाट ल्याएर भए पनि हाल्नुपर्ने हुन्छ। त्यसपछि जिरा सिरा टक्क फड्काएर यसलाई चाहिँ प्याज स्याज सबै मिलाउनु पर्ने हुन्छ। त्यसपछि बल्ल यो राम्रो हुन्छ। अब यतिको हल्का फुरो र हल्का रातो रातो हुन लाग्यो नि। अब हामीले यसमा अब आलुहरू थप्छौँ। जब यो यतिको हुन्छ, तपाईँले देख्न सक्नुहुन्छ, यतिको भइसकेपछि आगो सानो बनाउनु होला अलि। अनि सानो बनाइसकेपछि अब हजुरहरूले जुन तयार भएको छ त्यसलाई हामीले यसरी टक्क यसमा भाँडामा खनाइदिउँ। अब खनाइसकेपछि अब हामीले यसलाई राम्रोसँग चलाइहाल्नुपर्छ, किनभने त्यो तलको डढो भने पनि फेरि मिठो हुन्न। अब यसमा तपाईँले अब सुरुमै नुन बेसार पनि एड गरिहाल्न सक्नुहुन्छ, किनकि सुरुबाट नै राम्रोसँग भिज्छ र पछि गएर यसको कलर पनि राम्रो आउँछ र स्वाद पनि मिठो हुन्छ। त्यस कारणले गर्दा तपाईँले एउटा फेरि पिरो बढी नबनाउनु। अकबरे खुर्सानी हालेपछि पेट पोल्दैन। अकबरे खुर्सानी भनेको एउटा औषधि पनि हो। अकबरे खुर्सानी अनिवार्य हाल्नु होला, बच्चा बच्चीको लागि, बुढाबुढीको लागि, ग्यास्ट्रिक, ज्यान दुखेको, शरीर दुखेको, पेट दुखेको, टाउको दुखेको, निन्द्रा नलाग्ने सबै समस्याहरू अकबरे खुर्सानीले दूर हुन्छ। यसरी चाहिँ हामीले मिलाउनु पर्ने हुन्छ। अब यसमा मैले नुन र थोरै बेसार पनि हालिहाल्छु। अब यसमा मैले थोरै नुन अनि यसमा थोरै बेसार पनि हालेँ, ठिक्कै चाहिँदो। अब हामीले यसलाई राम्रोसँग चाहिँ तपाईँको चाहिँ चलाउनु पर्ने हुन्छ। तेल थोरै बढी हाल्नुभयो भने तपाईँको छिटो पाक्छ होइन, अलिकति लर्र पनि देखिन्छ, तर तेल चाहिँ बढी खानु हुँदैन। तसर्थ मैले के गरेँ, तेल अत्याधिक कम हालेँ र तपाईँको त्यत्तिकैमा मैले यसलाई हल्का आगो एकदम सानो लगाएको छु। पहिला यो चाहिँ तल यो चाहिँ र समातो बस्यो भने जति मिठो हुँदैन। अनि त्यसपछि यसलाई हामीले हल्का तरिकाले यसलाई फ्राई गर्दैछौँ। नुन हालिसकेपछि अब यसमा भएको पानी पनि निकाल्छ। तर सुरुमा तपाईँहरूले आगो चाहिँ सानो लाउनु होला स्वाद मिठो निकाल्नको लागि। यतिको नुनहरू हामीले सबैमा चलाइदिइसकेपछि अब यो भिज्दै जान्छ र सुरुमा नुन हाल्ने बित्तिकै तपाईँले यति छोड्न चाहिँ हुन्न है। यसरी राम्रोसँग नुन हालिसकेर बेसार हालिसकेपछि एकचोटि चाहिँ राम्रोसँग हजुरहरूले यसरी आरामसँग मजासँग चाहिँ चलाउनु पर्ने हुन्छ। यसरी चलाएपछि अब हामीले यसलाई पानी हाल्न पर्ने पनि हुनसक्छ, सुक्खा भयो डढो भने, भएन भने त्यत्तिकै छोप्दा पनि हुन्छ। अब यसलाई मैले टक्क चाहिँ यसले छोप्दैछु। यसले छोपेँ होइन। छोपिसकेपछि अब मलाई के थाहा छ भन्दा यो पानी अलिकति सुक्खा छ, डढ्न सक्छ, आगो सानै छ। तर मैले थोरै यसमा के गर्छु त भन्दाखेरि अब मैले पानी हाल्छु थोरै। अब यसमा मैले थोरै पानी हाल्दैछु। अब यहाँ मैले पानी हाल्ने थोरै, त्यो भएपछि यसको पिच चाहिँ डढ्दैन। एकछिनमा त्यो बाफले राम्रोसँग चाहिँ यो पाक्दै जान्छ। अनि हामीले अन्तिममा अहिले सुरुमै पानी हाल्दा पकाइदियौँ भने यसको चाहिँ फेरि यो खिराउँछ, मिठो हुन्न होइन। तर हामीले यसको पिच चाहिँ डढ्न नदिनको लागि हामीले थोरै सुरुमा पानी हालिदिएका छौँ, किनभने तलको पानीले
त्यसलाई बाफ दिन्छ र केरामा भएको पानी आलुमा भएको पानी बिस्तारै निस्केर आफै गलेर पाक्छ। अन्तिममा अब हामी यतिकै सुक्खा खान पनि सक्छौँ, दाल छ भने, दाल छैन भने पानी हालेर ठ्याक्क नुन मिलाएर अनि अर्को चाहिँ मसला हालेर ग्रेभी बनाउनु पनि सक्नुहुन्छ। मसला सुरुमै हाल्न पनि सक्नुहुन्छ। अब लगभग तरकारी पाकिसकेको छ। अब त्यसपछि तपाईँहरूले हेर्न सक्नुहुन्छ ठ्याक्क जम्न पनि लाग्यो। अघि हालेको सबै पानीहरू सुकिसक्यो र यो ठ्याक्क पाकेको पनि छ। धेरै पाक्न पनि पर्दैन, यतिको पाकेपछि हुन्छ। अब हामीले यो एकदम स्वादिष्ट र मिठो छ होइन, तर अब यसमा अब हामी दाल पकाइँदैन, यसैको ग्रेभी बनाइन्छ। त्यस कारणले गर्दाखेरि हामीले भात मुस्नको र मिल्ने खालको हामी पानी एड गरिन्छ। अब नुन मिलाइन्छ। त्यसपछि यति रस भएपछि हामीलाई भात सजिलैसँग मुच्नको लागि मिल्छ। फेरि भातलाई मुच्न मिलेन भने पनि खानामा त्यति स्वाद आउँदैन। तर तपाईँको अहिलेको स्वाद चाहिँ जुन अहिलेको ग्रेभी थियो त्यसमै नुन मिलाउनु भयो भने त्यसमा चाहिँ छुट्टै स्वाद हुन्छ। तर यो हामीले अलिकति झोलहरू बनाइसकेपछि खाना भात खानलाई सजिलो हुन्छ। अब यो एकपटक मजासँग उमालेपछि यो पाक्यो। यसमा ठिक्क चाहिने नुन हालेको छु। फेरि पुगेन भने अहिले हामी थप्छौँ। अब तपाईँको यो हेर्नुहोस् एकदमै मिठो भएको छ। अहिले खाने बेलामा पनि हामी एक लट देखाउँछौँ। त्यही पनि म तपाईँलाई थोरै चाखेर देखाइहाल्छु किनकि पाकिसक्यो। अब यो उम्लिनु पर्छ, आगो अलिकति ठुलो आइदिए हुन्छ। अब चाहिँ यो उम्लिन साथ हाम्रो यो रेडी भयो है। अब तपाईँले यसमा माथिबाट थोरै धनियाहरू पनि छर्किन सक्नुहुन्छ स्वादको लागि। अब म थोरै तपाईँको चाहिँ यो यसको स्वाद चाखेर तपाईँहरूलाई म देखाउँछु। अझ एकपटक तपाईँहरूले यसरी छोपिदिनु होला, होइन, यसरी चाहिँ छोपिदिनु होला। ठिक्क आगो लाएर एकचोटि उम्लेपछि पाक्यो है। अब यो यसको स्वाद म चाख्छु। एकदम मिठो छ। अब यो त एकचोटि अलि उम्लिन पर्ने हुन्छ। मिठो चाहिँ एकदमै मिठो है। यो रस एकदम मिठो हुन्छ कि आज। एकदमै स्वादिष्ट छ खानको लागि।